सामाजिक सञ्जाल फेसबुकमा निर्देशक मरिचमान श्रेष्ठ बल्छी दुर्वेली आफ्नो चलचित्रको पोस्टर हटाएको र अर्कै फिल्मको पोस्टर राखेको र आफ्नो निर्देशनमा बनेको फिल्म गोबर गणेश हलबाट पनि निकालिएको भ्रामक समाचारहरू आएकाले यस्ता समाचारहरूलाई नपत्याउनु भन्दै सन्देश दिएका छन्। उनले आफ्नो निर्देशनमा तयार भएको फिल्म गोबर गणेश यतिखेर सम्पूर्ण हलहरूमा प्रदर्शन भइरहेको छ र पोस्टरहरू पनि निकालिएको छैन भन्दै यस्ता झुटा समाचारहरूमा नअल्झिन आग्रह गरेका छन्। साथै उनले पत्रकार सम्मेलन राखेर यो कुरा व्यक्त गर्ने पनि बताएका छन्। मरिचमान श्रेष्ठ बल्छी दुर्वेको डेब्यू निर्देशन रहेको यो फिल्म अधिकांश हलहरूमा रिलिज भइरहेको छ। तपाईहरुले पनि फिल्म हेर्नु भयो कि भएन र यदि तपाईहरुले पनि फिल्म हेर्नु भएको छ भने तपाईहरुलाई पनि फिल्म कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। नमस्ते। हाम्रो सिनेमा गोबर गणेश नेपालभर सबै ठाउँमा हलमा लागिरहेको छ र हलमा सोहरू पनि छ। तपाईहरुले जुनसुकै बेला पनि हेर्न चाहन सक्नुहुन्छ। तर हिजो चाहिँ हाम्रो सिनेमाको पोस्टर हटाएर आबाट आमाको पोस्टर राखिएछ अनि त्यसमा चाहिँ गोबर गणेश हलबाट आउट भनेर एकदम भ्रामक त्यो भिडियोहरू बनाएर टिकटकमा रिल्सहरूमा हालिएछ र आबाट आमाको नायिकाहरू उहाँहरूको टिमहरूले चाहिँ फेरि त्यसलाई रिपोस्ट पनि गर्नुभएछ। एकदमै कृतज्ञ छु। यस्ता कामहरू सिनेमा लाइनमा धेरै हुँदा रहेछन् भर्खर थाहा पाउँदैछु। यस्तो काम बन्द गर्नुहोस् र यसको विरुद्धमा म भरे भोलि नै एउटा ठुलो पत्रकार सम्मेलन गर्दैछु, मेरो कुरा राख्नेछु। धन्यवाद। यस्तो फोहोरी खेल बन्द गर्नु साथीहरू।